मध्येका धनी धनी व्यक्तिलाई छानेर मन्त्री बनाएको हो। एक्ज्याक्टली मेरो दिमागमा यही आएको हो कि सबै धनी धनीहरूलाई बनाएको हो कि भन्ने खालको पार्टी फन्डमा जसले धेरै दिन सक्छ उसैलाई मन्त्री बनाएको त होइन नि। पहिलाको नेताहरूले सम्पत्ति जब विवरणहरू खुलाउँथे अनि हामीलाई पत्यार लाग्दैन थियो के चिजमा पत्यार लाग्दैन थियो भने यति थोरै कसरी हुन सक्छ भन्ने चाहिँ हुन्थ्यो है। पहिला 2 तोला 3 तोला 4 तोला देखाउँथे क्या त्यो त पत्याउनै नसक्ने हो क्या भन्नु त। हुन पनि यो पटक प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू लखपतिदेखि करोडपति मात्रै रहेछन्। राम्रै हो, अब लखपति करोडपति छन् भने घुस अलि कम खालान् कि अथवा घुस नखाने बनाउलान् कि सिस्टमलाई पनि होइन। तिनीहरूको सुन देखिसकेपछि सबभन्दा पहिला मैले क्यालकुलेट गरेँ कति पैसा बन्दो रहेछ है त। वाट्सएप एभ्रीबडी के छ खबर तपाईँहरूको? आज हामी चाहिँ अहिले रिसेन्टली जुन महाभूकम्प आएको छ सम्पत्ति विवरणले गर्दाखेरि मिनिस्टरहरूको त्यो न्युजलाई चाहिँ रियाक्ट गरौँ है त। खोज समाचारको यो न्युज हो, लेट्स चेक इट आउट। अक्सर हाम्रा देशका प्रधानमन्त्रीदेखि मन्त्रीहरूबीच सम्पत्ति लुकाउने प्रतिस्पर्धा हुने गर्दथ्यो, तर सम्भवतः इतिहासको पहिलो पटक प्रधानमन्त्री र मन्त्रीहरूबीच सम्पत्ति देखाउने प्रतिस्पर्धा चलिरहेको छ। हिजो अबेर बेलुका सार्वजनिक भएको सम्पत्ति विवरणले नेपालको राजनीतिक वृत्तमा सानोतिनो भूकम्प नै ल्याइदिएको छ। सामाजिक सञ्जालको कुरा छाडौँ, अहिले मेन स्ट्रिम मिडियाकै हेडलाइन पहेँलोपुर देखियो मन्त्री परिषद गोल्डेन सरकार भन्ने जस्ता आउन थालिरहेको छ। हुन पनि यो पटक प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू लखपतिदेखि करोडपति मात्रै रहेछन्। सुन नभएको त कुनै मन्त्री नै रहेनछन्। सुनको राम्रै हो, अब लखपति करोडपति छन् भने घुस अलि कम खालान् कि अथवा घुस नखाने बनाउलान् कि सिस्टमलाई पनि होइन। राम्रै हो, हुने खाने नै हुनुपर्छ। सिङ्गापुरमा पनि अब मिनिस्टरहरू पोलिटिसियन्सहरूको एकदम हाई लेभलको स्यालेरी हुन्छ अरे, त्यसले गर्दाखेरि उनीहरूलाई घुसै खान पर्दैन भन्छन्। सो अब हाम्रो मिनिस्टरहरूको सम्पत्तिहरू टन्नै छ भनेपछि हामी ढुक्क भयौँ, घुस खाँदैनन् होला, राम्रैसँग काम गर्छौँ भन्ने होप गरौँ न। कुरा गर्ने हो भने प्रधानमन्त्री बालेन शाहसँग 190 तोला सुन, उद्योग मन्त्री गौरी कुमारीसँग 180 तोला सुन, गृहमन्त्री सुदन गुरुङसँग 89 तोला सुन, श्रम मन्त्री रामजी यादवसँग 80 तोला सुन, अर्थमन्त्री स्वर्णिम वाग्लेसँग 45 तोला सुन, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग 30 तोला सुन, स्वास्थ्य मन्त्री निशा मेहतासँग 30 तोला सुन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलसँग 25 तोला सुन, शिक्षा मन्त्री सस्मित पोखरेलसँग 25 तोला सुन, परराष्ट्र मन्त्री शिशिर खनालसँग 22 तोला सुन, महिला बालबालिका मन्त्री सीता बादीसँग 18 तोला सुन, ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठसँग 15 तोला सुन, कानुन मन्त्री शोभिता गौतमसँग 15 तोला सुन, पर्यटन मन्त्री खड्गराज पौडेलसँग 11 तोला सुन, सञ्चार मन्त्री विक्रम तिमल सिंहसँग करिब 7 तोला सुन र कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीसँग 5 तोला सुन रहेछन्। बाँकी जे सुन चाहिँ टन्नै राखेका रहेछन्। यो सुनको न्युज आउने बित्तिकै सबैभन्दा पहिला मेरो दिमागमा आएको क्यालकुलेटरमा चाहिँ कसको कति हुँदो रहेछ सुनको भाउ चाहिँ भन्ने चाहिँ भएको थियो। तपाईँहरूको मनमा पनि यही भएको थियो डेफिनेटली, हो कि होइन भन्नु त? जग्गा सेयर गाडी पनि प्राय सबैसँग रहेछन् नै। सम्पत्ति हुनु आफैमा अपराध होइन, दुःख र मेहनत गरेर लाखौं करोडौं मात्रै होइन अरबौं खर्बौंको पनि सम्पत्ति जोड्न पाइन्छ, कमाउनु पाइन्छ, तर त्यसको स्रोत चाहिँ पुष्टि हुनैपर्छ। त्यसैले अब सरकारले 46 देखि यताका सबै राजकीय पदमा रहेका नेताहरूको सम्पत्ति छानबिन गर्न बनाउन लागेको आयोगले सबैभन्दा पहिले अहिलेका मन्त्री पदमा रहेका प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मको सम्पत्ति छानबिन गरिनुपर्छ। त्यसपछि बल्ल अरूको सुरुवात गर्न सुहाउँछ। हुन त अहिले सार्वजनिक भएको विवरणमा प्राय जस्तो मन्त्रीहरूले आफ्नो स्रोत खुलाइसकेका छन्, तर यसरी खुलाइएको स्रोतलाई राज्यको सम्बन्धित निकायले भेरिफाई गरिसकेपछि मात्रै बल्ल त्यो प्रमाणित हुनेछ। ट्रु 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 अब उहाँहरूले भर्नु भइसक्यो, अब भेरिफाई गरिसकेपछि भइहाल्यो त। त्यो चाहिँ हो। त्यसमा चाहिँ एकदम ओभर हाइप गर्ने अनि आन्दोलन गर्ने ननसेन्स कुराहरू लेख्न जरुरी छैन। अब हुने खाने भएर आएका छन् अनि यत्रो अब मासमा अब उनीहरूले सम्पत्ति बुझाइसकेपछि देखाइसकेपछि अभियसली सही तरिकाबाटै आएको होला, नत्र भोलि त जनताले यिनीहरूको पनि घाँटी च्याप्छ होइन त। सो होप गरौँ कि लिजिट नै हो यो भन्ने कुरा मानौँ न होइन। अहिलेलाई चाहिँ भेरिफाई गर्ने नगर्ने काम हाम्रो होइन क्या, हाम्रो होइन, निकायहरू छन्, मान्छेहरू एक्सपर्टहरू हुनुहुन्छ होइन, उहाँले गर्नुहुन्छ। अब ओभर हाइप गरेर काम छैन। राष्ट्रपा सरकारले यसरी सम्पत्ति सार्वजनिक गरेसँगै अहिले कतिले यसको प्रशंसा गरिरहेका छन् त कतिले आलोचना गरिरहेका छन्। राष्ट्रपा समर्थक तथा कति राष्ट्रपाकै सांसदहरूले आफ्ना दलका मन्त्रीहरू हिजोका जस्ता पहिलाको नेताहरूले सम्पत्ति जब विवरणहरू खुलाउँथे अनि हामीलाई पत्यार लाग्दैन थियो के चिजमा पत्यार लाग्दैन थियो भने यति थोरै कसरी हुन सक्छ भन्ने चाहिँ हुन्थ्यो है। पहिला 2 तोला 3 तोला 4 तोला देखाउँथे क्या, त्यो त पत्याउनै नसक्ने हो क्या भन्नु त। प्रकार राजनीतिमा छिर्ने अनि महल बनाएर निस्किने जस्ता नभई पहिले नै आत्मनिर्भर रहेको अनि इतिहासमा यतिको
ट्रु पहिलाको नेताहरूलाई त हामीले हेऱ्यौँ नि त लिटरली जिरोबाट आएर अहिले काठमाडौँभरि घर अनि देश विदेशमा पनि पैसा रहेको भन्ने न्युजहरू आइरहेको हुन्छ। त्यो त खैर अब त्यो अब हो कि होइन भन्ने हुन्छ, तर घरहरू अब यहाँका काठमाडौँमा एउटा 6 आनामा 5 आनामा 4 आनामा घर बनाउनु त करोडौँ चाहिन्छ नि त। त्यस किसिमले हेर्ने हो भने त तिनीहरूले कहाँबाट ल्यायो भन्ने कुरा पनि त हुन्छ नि त होइन। मान्छे यहाँ लाखौँ कमाउँदा पनि काठमाडौँमा घर बनाउन नसक्ने स्थिति छ होइन। उनीहरू त अब समाजसेवा गर्न आएको कसरी यति कमायो भन्ने चाहिँ हुन्छ। 12 मन्त्री परिषद पहिलो पटक भएको भनेर भनिरहेका छन्। उता आलोचकहरूले भने केही मन्त्रीहरूलाई बारबाडा फाउन्डेसनसँग जोडेर त केहीलाई केसँग जोडेर सम्पत्ति आर्जनको स्रोतसँग कनेक्सन बनाइरहेका छन्। तर न त समर्थक न त आलोचक, हामी जस्ता स्वतन्त्र नागरिकहरूले भने सम्पत्ति कमाउन पाइन्छ तर त्यसको स्रोत चाहिँ पुष्टि गर्न सक्नुपर्छ भनेर भनिरहेका छौँ। खैर यो पटक सबै लखपतिदेखि करोडपति मन्त्रीहरू रहेछन्, त्यसैले आशा गरौँ पैसा कमाउने लोभमा मात्रै भ्रष्टाचार नगर्लान् कि। साथै यो एक्ज्याक्टली अब पैसा टन्नै छ, घुस नखालान् कि। विवरण हेर्दा अर्को एउटा प्रश्न चिन्ह पनि खडा भएको छ। अहिले निर्वाचनमा जितेका 182 जना सबै राष्ट्रपतिका सांसदहरू धनी छन् कि ती मध्येका धनी व्यक्तिलाई छानेर मन्त्री बनाएको हो? एक्ज्याक्टली मेरो दिमागमा यही आएको हो कि सबभन्दा पहिला मेरो दिमागमा यही आएको हो। सबै धनीहरूलाई बनाएको हो कि भन्ने खालको। पार्टी फन्डमा जसले धेरै दिन सक्यो उसैलाई मन्त्री बनाएको त होइन नि। आई होप त्यस्तो नहोला। किनकि भर्खरै मात्रै बालेनको सिफारिसमा मन्त्री बनेका उद्योग मन्त्री गौरी कुमारी टप धनी मन्त्रीहरूको उच्च लिस्टमा देखिएको छ। उनको सुन मात्रै 180 तोला अनि जग्गा जमिन पनि प्रशस्त रहेको देखिएको छ। साथै उनी बालेन शाहको आफ्नै गाउँको पनि हुन्। पछिल्लो मन्त्री परिषदमा विस्तार गर्दै गर्दा बालेनले 2 जना मन्त्रीहरू थप गरेका थिए, जसमा उद्योग मन्त्री र श्रम मन्त्री थिए। यी दुवै मन्त्रीको विषयलाई लिएर सामाजिक सञ्जालमा बालेनको तरिकाको चर्को आलोचना पनि भइरहेको छ। खैर जे होस्, अहिलेसम्म सरकारले राम्रो कामहरू गरिरहेका छन्। आगामी दिनमा पनि यस्तै राम्रो कामलाई निरन्तरता दिइरहोस् भन्ने शुभकामना दिँदै सबै मन्त्रीहरूले आफ्नो सम्पत्तिको स्रोत पुष्टि गर्न सकोस्, यही हो हाम्रो कुरा। यदि सबैजनाले एक त अब कामबाट जज गरौँ होइन, मेन चाहिँ अब कतिको काम हुन्छ होइन। अहिलेसम्म हेर्दाखेरि ठिकै छ, पोजिटिभ खालको कामहरू आइरहेको छ होइन। अलि हतार गरेको जस्तो पनि छ एक दुईवटा डिसिजनहरूमा, अनि त्यसपछि पछि सच्याएका पनि छन्। आई होप कि राम्रै होस् भन्ने चाहिँ छ। किनभने अब फेलियर भयो भने अब राष्ट्रपति मात्रै फेलियर हुने होइन कि, पुरै सिङ्गो नेपाली फेल हुने हो। त्यही भएर होप गरौँ सम्पत्तिको स्रोत पुष्टि गर्न सक्छन् भने यसमा कसैले टाउको दुखाइराख्नु पर्ने जरुरी छैन। किनभने वैध तरिकाले सरकारलाई कर तिरेर सबै कुरा गरेर मजाले जसले पनि सम्पत्ति कमाउन पाइन्छ। तर यति धेरै सम्पत्ति कमाएपछि यो चाहिँ व्यक्तिगत प्यानमा होइन, विभिन्न अब कर तिरेको छ कि छैन भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण कुरा हो। र राज्यलाई राजस्व तिरेको कर तिरेको छ भने चाहिँ यो सबै कुरा वैध हुन्छ र धनी मान्छेहरू मन्त्री बन्न पाइन्छ। तर हाम्रो जुन न्यारेटिभ एउटा जुन सोच छ कि पैसा कमाए भन्ने बित्तिकै चाहिँ त्यो व्यक्तिले चाहिँ भ्रष्टाचारै गरेको होला, गलतै गरेको होला भन्ने जुन सोच छ त्यो पनि सही होइन। धेरै केसमा हुन सक्छ, तर कतिले इमान्दार तरिकाले पनि आय आर्जन गर्न सक्छ। र खास गरिकन प्रधानमन्त्री बालेन शाहको यो सुन बाहेक अरू सम्पत्तिको स्रोत चाहिँ सामाजिक सञ्जाल भनेर खुलाइएको छ। बालेनको जुन ब्याङ्क ब्यालेन्सहरू छ त्यो चाहिँ फेसबुक, युट्युब, टिकटकबाट आएको भनेर भनिएको छ। र खास गरिकन बालेनको हकमा त आउँछ पनि, किनभने सामाजिक सञ्जाल हामीले पनि चलाइरहेका छौँ। सामाजिक सञ्जालबाट राम्रो कमाइ गर्न सक्छ र बालेन जस्तो त्यति धेरै रिच आउने, त्यति धेरै लाइक कमेन्ट आउने होइन, त्यो किसिमको पर्फर्मेन्स भएको ठाउँबाट मजाले कमाइ हुन्छ। तर बालेनको फेसबुक चाहिँ नेपालमा भर्खरै मात्रै मोनेटाइज दिएको फेसबुकले भएको कारणले गर्दा पहिले चाहिँ उनले फेसबुकबाट कमाएको भनेर पत्याउन मिल्दैन। किनभने उनको फेसबुक नेपालमा एडमिन थियो होइन। कुमारबेन र बालेन शाह 2 जना एडमिन छन् त्यो फेसबुकमा। र नेपालमा एडमिन भइसकेपछि पहिले नेपालमा एडमिन भएको फेसबुकलाई चाहिँ मोनेटाइज थिएन। भर्खरै मात्रै केही यो जेनजी आन्दोलनको लगत्तै, जेनजी आन्दोलनभन्दा अगाडि लगभग 6-7 महिना मात्रै फेसबुक मोनेटाइज भएको। त्यसकारणले गर्दाखेरि उनको युट्युब बाँकी अन्य प्लेटफर्मबाट कमाइ भएको हुनसक्छ। खै सबै कुराहरू भोलिपछि छानबिन गर्दै जाँदा प्रमाण हुन्छ। र बाँकी अन्य मन्त्रीहरूले पनि आफ्ना स्रोत खुलाएका छन्। कसैले पैतृक सम्पत्ति भनेका छन्, कसैले के गरेर कमाएका छन्, कसैले कहाँ काम गरेर कमाएको स्रोतहरू सबै खुलाएका छन्। र तपाईँले यो कुरा चाहिँ नेपाल सरकारको आधिकारिक वेबसाइटमा पनि गएर हेर्न सक्नुहुन्छ। खैर अन्त्यमा मन्त्रीहरूको यति धेरै सुन देख्दा तपाईँको मनमा के प्रश्न चिन्ह खडा भयो कमेन्ट गर्नुहोला। मेरो प्रश्न चिन्ह त मैले भनिसकेँ। तिनीहरूको सुन देखिसकेपछि सबभन्दा पहिला मैले क्यालकुलेट गरेँ कति पैसा बन्दो रहेछ है त। अनि अर्को कुरा रहेको के मेरो पर्सनल फिलिङ चाहिँ मलाई आएको के भन्दाखेरि, जति पनि अहिले यो पुरानो पार्टीहरूलाई एक किसिमको टक्कर दिएर जुन राजसभाको अहिलेको जुन जति पनि आयो क्यान्डिडेटहरू, उनीहरूले त टक्कर दिनुको एउटा जुन भित्रदेखिको जुन एउटा पावर थियो अथवा त्यो एउटा ब्याकअप थियो के रहेछ भन्ने चाहिँ लाग्थ्यो कि मलाई। त्यो रहेछ यही सम्पत्ति। उहाँहरूसँग टन्नै सम्पत्ति रहेछ, त्यही भएर यत्रो पुरानो खुक्खार पहाडहरूलाई पछार्न सफल भए। नत्र आम जनताले एउटा इमान्दारिताको आधारमा चाहिँ उनीहरूलाई पछार्न सकिँदैन थियो कि। किनभने त्यो चाहिँ अब पहिला हुन्थ्यो, महात्मा गान्धी जस्तो मान्छेहरूले सक्थे होइन। अहिलेको जमानामा चाहिँ त्यति कुराले पुग्दैन कि, किनभने अहिले धेरै कुराहरू चेन्ज भइसकेको छ।
सोसियल मिडियादेखि लिएर दुनियाँमा आफ्नो एउटा सबै ठाउँमा एउटा प्रेजेन्स देखाउनु पर्ने हुन्छ, त्यो चाहिँ फ्री हुँदैन, अभियसली पैसा चाहिन्छ होइन। त्यसले गर्दाखेरि मैले अहिले रिसेन्टली मलाई आजै तिनीहरूको त अब सम्पत्तिहरू देख्दाखेरि मलाई त्यो फिल हो, यो कारण चाहिँ रहेछ है, पुरानो पार्टीलाई पछार्न सकेको नडराइकन हिम्मत भएर लड्न सकेको कारण चाहिँ यो रहेछ, यो पनि एउटा कारण रहेछ, किन उनीहरूसँग टन्नै रहेछ, ब्याकअप रहेछ है पैसाको भन्ने चाहिँ मलाई लाग्यो है। अरू कुरा भनेको इन सर्ट चाहिँ यो बेकारको हाइप, फोकटको हाइप गर्नु पर्दैन, उनीहरूको मजाले सम्पत्ति विवरणहरू छानबिन, अब ट्याक्सका क्लियरेन्सका कुराहरू सबै हेर्ने त अब हेर्नै पर्छ, किनभने उहाँहरू पनि नर्मल मान्छे नै हो, जनता नै हो होइन, सबैको हेर्नपर्छ, त्यसमा केही ओभर हाइप गर्न जरुरी छैन बेकारमा। द्याट्स इट फर टुडे है त, मेरो नर्मल पोजिसन चाहिँ यति नै हो। सी यु इन द नेक्स्ट रियाक्सनमा फेरि भेटौँला है त, धन्यवाद छ।